हेलो साथीहरु नमस्ते अन्यङसेयो तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै छु तपाईहरु सबैजनालाई मेरो किम्ची मास्टर युट्युब च्यानलमा सबैजनालाई स्वागत छ मैले आज सोगोगी छेई पोकुम बनाउन गइरहेको छु तपाईहरुले देख्न सक्नुहुन्छ मैले कटिङ गरिरहेको छु है यसरी कटिङ गर्नुपर्ने हुन्छ सोगोगी चाहिँ पोकुमको लागि यो बुलगोगी चाहिँ होइन साथीहरु है बुलगोगी भनेको चाहिँ अर्को स्टाइलले बनाउनु पर्ने हुन्छ यो चाहिँ सोगोगी चाहिँ पोकुम बनाउनु भइरहेको छु लगभग मैले काटेर सकाइसकेको छु साथीहरु मैले अब त्यसको लागि राख्दै छु ब्ल्याक पेपर ब्ल्याक पेपर लसुन एन्ड गार्लिक मानुल र कोका कोला राख्नु पर्ने हुन्छ यसलाई चाहिँ एक दिन समथिङ भिजाउनु पर्ने हुन्छ यसलाई यसमा लसुन र ब्ल्याक पेपर कोका कोला राखेर एक दिन नभए 2-4-5-6 घण्टा समथिङ भिजाएर राख्नु पर्ने हुन्छ अनि बल्ल पकाउनु पर्ने हुन्छ साथीहरु हैन अनि बल्ल राम्रो टेस्ट पनि निस्किन्छ मैले यसलाई अब मजाले कोका कोला राखेर नभए स्प्राइट राखे पनि हुन्छ टक्क राखेर यसलाई मजाले मोल्नु पर्ने हुन्छ साथीहरु यसलाई भिजाउनु पर्ने हुन्छ है यसलाई यसरी मजासँग सबै ठाउँमा लाग्ने गरेर कोका कोलाले भिजाउनु पर्ने हुन्छ र ब्ल्याक पेपर एन्ड लसुन एन्ड गार्लिक तपाईहरुले पनि यसरी बनाएर खान सक्नुहुन्छ साथीहरु सोगोगी छेई पोकुम साथीहरुले के को मासु भन्न सोध्नु भएको थियो एकजनाले म पछि भन्छु त्यसको लागि र म त्यसको लागि पकाउन सुरु गरिरहेको छु ओइल लिएको छु कुकिङ ओइल र आफुलाई चाहिने जति सोगोगी राखेको छु सोगोगी एन्ड बीफ यसरी मजाले पकाउनु पर्ने हुन्छ र बिस्तारै चलाउनु होला र यो पुरै ब्ल्याक आइरहेको छ त्यसलाई अलिअलि माथि ब्ल्याकलाई फाल्नु पर्ने हुन्छ यो सबै यो कोका कोला र यसबाटै आएको हो यसलाई चाहिँ यसमै सुक्न दिनु पर्ने हुन्छ किनभने एकदम राम्रो टेस्टको लागि है तपाईहरुले बारबिक्यू चाहिँ सोगोगी बारबिक्यू चाहिँ र बुलगोगी चाहिँ यसरी पकाउनु पर्दैन त्यो चाहिँ सिधै फ्राई प्यानमा सेकेर खानु पर्ने हुन्छ यो चाहिँ सोगोगी छेई पोकुम हो साथीहरु है यसलाई अब बिस्तारै पाक्दै छ र त्यो पानी पनि यसमा सुक्न लागेको छ समथिङ सुकिसकेको छ र त्यसको लागि चाहिन्छ हामीलाई र मसला खान्जाङ कोरियन खान्जाङ अथवा कोरियन सस एन्ड थासिदा मेल्ची थासिदा हामीले यति मात्र हाल्नु पर्ने हुन्छ र बारबिक्यू सस पनि टेस्टको लागि एकदम राम्रो बारबिक्यू सस युज गरेको छु बारबिक्यू सस टक्क लगाएर राख्दैन यसको राम्रो फ्लेभर यसरी राखिसकेपछि हल मजाले चलाउने र त्यसपछि हामीले अब यसमा चाहिने भेजिटेबल राखिदिन्छौं त्यो भेजिटेबल बनेको र ओनियन समथिङ यो पाकिसक्यो साथीहरु है यसको लागि मैले अब भेजिटेबलहरु एड गर्दिन्छु त्यसको लागि भेजिटेबल चाहिन्छ यसको लागि र बारबिक्यूको लागि भेजिटेबल चाहिदैन र थोरै थासिदा राखेको छु है थासिदा अगाडि पनि राखेको छु तर थोरै कम राखेको छ मैले र लास्टमा राखेको छु थोरै वाटर हालेको छु किनभने त्यो नरम हुनको लागि हो र यो प्याज पाक्नको लागि पनि हो ल यो ओनियनलाई राखिदिएको छु मैले ओनियनलाई मजाले राम्रोसँग पकाउनु पर्ने हुन्छ यसलाई हल्का गल्न दिनुपर्ने हुन्छ र त्यसपछि यो पाकिसकेपछि हामीले ग्रीन ओनियन पनि राखेको छु ग्रीन ओनियन र लास्टमा पाकिसकेपछि र छाङ्गिरीमा हाल्ने सिसिमी ओइल छाङ्गिरीमा एकदम भेरी टेस्ट भेरी स्मेल
समथिङ रेडी भइसक्यो साथीहरू। यो अब यसलाई मैले अब एउटा सिजलरमा राखिदिन्छु। सिजलरमा राखी चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ है। यसलाई मजाले चलाएको छु। मैले सिजलरमा राखेको छु। सिजलरमा एउटा साङ्चो राखेको छु। यसलाई म छेक बनाउँदैछु साथी।